फेरि म यो बौद्धमा आएको थियो कि तर यहाँ फेरि तल बगीखाना तल यो पुतला सडकदेखि अलिकति तलतिर पनि मलाई फेरि लेन लाइनमा चाहिँ काटेको थियो क्या त्यो चाहिँ नागरिकता एपबाट गरेको थियो अहिले यहाँ आएको यो नागरिकता एपमा पनि काटेको रहेछ त्यो पनि तिरेको छैन रहेछ त त्यो तिरेर आउनु नि त्यो क्लासमा बस्नु भनेर जाउँ भन्छ त यार ठ्याक तिर्यो दिमाग खराब बनायो यार अब फेरि म त्यता जानु पऱ्यो अहिले ठ्याक्कै कति बजे 12:30 12:30 हुन लाग्यो 12:30 नै भयो अब बगीखाना पुग्नु पऱ्यो एकछिन तल अब बुझ्नु जानु पऱ्यो कास त दिमाग खराब बनायो यार है तिर्यो त्यहाँ पनि एकचोटि त्यो म त्यो अनलाइन जब गर्ने बेला अनि त्यहाँ पनि काटेको थियो त्यहाँ चाहिँ त्यो मलाई त्यहाँबाट त्यो फेरि म नागरिकता एप त मसँग थिएन चलाउँदैन पनि अहिले पनि चलाउँदैन अनि त्यहाँ त्यो प्रहरीले चाहिँ मलाई सोध्दै थियो नागरिकता एप छ कि छैन भन्दै थियो ए म चलाउँदिनँ भनेको ए भनेर पछि जन्मदिन दिने त भन्दै थियो मलाई अनि पछि दिएको त्यो व्यक्तिले त्यो पनि काटिदिएछ यार दिमाग खराब यार अब त्यहाँ 1000 चिट तिर्न जानुपर्छ अहिले त्यहाँ बुझ्नु पऱ्यो त्यहाँ फेरि क्लास लिनुपर्छ क्या त्यहाँ दिमाग खराब बनायो यार छ्या अब यहाँ छैन रहेछ अब तल जाउँ भन्छ अब तल जानुपर्छ होला थेत्तेरी हो गाह्रो भयो नि त्यसो भए त छ्या 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 यो पुलिसहरूको कुरा काम पनि दिमाग खराब गर्छ यिनीहरूले यार त्यहाँ फेरि लाइन काट्यो भनेर फेरि त्यहाँ मलाई एकचोटि समाएको थियो त्यो पनि काटिन्छ म त त्यो त काटेन होला भनेको किनकि मसँग त्यो नागरिक एप छ कि छैन भनेर सोध्दै थियो त्यो पुलिसले अनि मसँग त छैन भनिदिएको त अनि फेरि पछि चाहिँ मेरो खै जन्ममिति दिउँ त भन्दै थियो मलाई ए खै मैले जन्ममिति चाहिँ दिनु चाहिँ काटिदिएछु बुढोले काठेट अब फेरि तल पुग्नु पऱ्यो कुरो अब तल बुझ्छु होइन अब क्लास हुन्छ कि हुँदैन अब म त्यो बुझ्छु त्यसपछि भएन भने भोलितिर जाने आज फेरि अर्को कामतिर पनि जानुपर्ने थियो यार अब बाटो क्रस गर्छ यिनीहरूले त दिमाग खराब गर्छ यार यो ठुलो गाडीहरूले त फोहोर टिप्ने गाडी जोडपाटी अब तल के भन्दो रहेछ त्यहाँ बुझ्छु होइन 1000 रुपियाँ पो काटिदिएछ यार लिन लाइन काटेको आमा ठेत्तेरी हो अनि मलाई थाहै छैन मैले त काटेन होला भनेको त अहिले त्यो सिस्टरले हेऱ्यो फेरि यहाँ लेन लाइन काटेको पनि तिरेको छैन त यो तिरेर आउनु भन्छ यार कहाँको भनेको तल बगीखानामा काटेको रहेछ हो त अहिले यसो सम्झिँदा त्यहाँ पनि काटेको थियो त तर मैले त्यो उनीहरूले चाहिँ त्यो ट्राफिकले चाहिँ म नागरिकता एप चलाउँछ कि चलाउँदैन भनेर सोध्यो क्या ए म त खै नागरिकता एप चलाउँदिनँ त भनेको ए खै जन्ममिति दिनु त भनिदियो फेरि जन्ममिति दिएको त के प्रहरी पनि घाँसै लाग्छ यार कहिले कहिले यार हाम्रो यो नेपाली प्रहरीहरू चाहिँ अब भन्यो भने त हुन त मेरो मान्छेहरू पनि छ यस्तोमा यो लाइनमा र कस्तो हुँदो रहेछ भने नि उनीहरू चाहिँ अलिकति अब के चेका थाप्ने क्या कता हुन्छ के हुन्छ अब टक्करको पारिदिने क्या त्यति बेला चाहिँ म अनलाइन जब गर्थ्यो मैले सामान पुऱ्याउन जाँदै थियो क्या अनि जाँदै थियो फेरि अर्कोले चाहिँ त सामान म चाहिँ तल यो के अरे थापाथलीतिर त्यो माथि घरतिर हो भनेर चाहिँ म त्यता गएको थियो कि त्यो लोकेसन त्यता देखायो पछि फेरि त्यसले त फोन गरेर त्यता होइन माथि आउनु भनेर फेरि पुतली सडकतिर फर्किनु पऱ्यो भनेको त्यहाँ उताबाट भद्रकालीबाट आएपछि चाहिँ त्यो लाइन थियो कि लाइन चाहिँ क्रस गर्न नआउने रहेछ लाइन चाहिँ मैले क्रस गरिदिएँ क्या ए उता अगाडि त ट्राफिक बसिरहेको त ए अब बस रोक 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 भन्यो किन भनेको त्यहाँ लाइन काट्यो त तिमीले भन्छ अनि खै बिल्कुल निकाल भन्छ यार निकालिदिएको त घाँसै मैदान भयो यार अब जाउँ अब यो
हामी सबैले मान्नुपर्छ ट्राफिक नियम। अनि उनीहरूले पनि हामीलाई त्यो दुःख दिनको लागि चाहिँ गरेको हो जस्तो चाहिँ लाग्दैन। तर हामीले नै लापरवाहीले गर्दाखेरि त्यस्तो भएको। हामी सचेत चाहिँ हामी नागरिक हुनुपर्छ। उनीहरूले चाहिँ अब जनतालाई दुःख नहोस् भन्ने निमित्त चाहिँ त्यो गरेको होला जस्तो चाहिँ लाग्छ। अब गल्तीको सजाय त भोग्नु पर्यो। अब त्यहाँ क्लास बस्नुपर्छ। एकचोटि पनि बसिसकेको म के भन्दो रहेछ, यसरी गर्नु हुँदैन, त्यसरी गर्नु हुँदैन, यसरी काट्नु हुँदैन, अन्त रातो के भन्दैन मासाला हेट। अब बस्न लाउँछ होला फेरि त्यहाँ। अहिले त्यहाँ बुझ्छु अब के भन्दो रहेछ होइन। टिकटको तरिकाले चाहिँ 1000 चिट पो काटिदिएछ हेट। अब त्यो 1000 तिर्नुपर्छ। त्यसपछि चाहिँ क्लास बस्नु भन्छ होला। अब यहाँ साह्रै भइसक्यो 12। अब के हुन्छ सोही जान्छु म होइन। अब यो फेरि जाम त्यस्तै छ। मलाई चाहिँ अघि त्यो म त्यहाँ गएको चिट चाहिँ यही काटिदिएको क्या मलाई। यो बौद्ध गेट हो नि त, यो यहाँ अगाडि काटिदिएको क्या। यो यहाँ बसेको त यहाँ अगाडि किन बसेको भन्छ यार। दिमाग खराब बनाइदियो नि मलाई त। यहाँ चाहिँ मलाई 2-3 चोटि समय दियो क्या। म त फेरि कुदाएपछि एकदमै खुइङ कुदाइदिने हो कि फेरि दायाँ बायाँ नहेरेको चेकामा परिहाल्ने रहेछ। अलि हेरेर चलाउनु पर्ने रहेछ। मतलब अब यो के छ, कता छ, के हो, कस्तो छ भन्ने कुरा चाहिँ हेर्नुपर्ने रहेछ क्या। होइन नि भनेर गयो कुदायो। त्यसले चाहिँ अलिकति खाटा हुँदो रहेछ। यो जलाइदिएको थियो नि यो प्रहरी, यो बौद्धको चाहिँ यो प्रहरी चौकी यही हो नि त। अहिले त दामी बनायो, खतरा बनाएको छ अहिले। जिन्जीहरूले ध्वस्त बनाइदिएको थियो नि। हुने केही भएन। तातो नछाडो कुन चाहिँ भातेहरूको काम हो यो। कुन चाहिँले उक्साइदियो मासला घाँसहरूले त पुरै जलाइदियो नि त। के गर्नु अब। मेन कुरा भनेको यो संसद भवनहरू जलाउनु नहुने हो क्या। तिनीहरू जलाइदियो। पुरानो इतिहासहरू जलाइदियो। राजाहरूको शालिगहरू जलाइदियो। लिच्छविकालीन मल्लकालमा लेखेको अक्षरहरू थियो त्यस्तोहरू। मेन चाहिँ इतिहासहरू जलाइदियो क्या तौरपेहरूले। नेपाली जनताहरू चाहिँ कस्तो हुन्छ भने चाहिँ बिकिहाल्ने क्या। बिकुवा छ क्या नेपाली जनताहरू। हुन त अरू कन्ट्रीमा पनि त्यस्तो होला। यो जे कुरा तर त्यस्तो छैन क्या। अलिक अरू कन्ट्री भन्दा पनि नेपाली नै अलिकति हाँडी घोप्टे रहेछ यहाँ। नेपाली जनताहरू नै। हुन त यहाँ 100-200 पुलिस त के 200 रुपियाँ दियो भने उनीहरूले चिटे काट्दैन के। त्यस्तो छ नि अहिले। त्यसो अहिले पनि छ होला। पुलिसको बानी त त्यस्तै हुन्छ क्या नेपाल पुलिसहरू। भन्यो भने किन भनिस् भनेर फेरि मलाई चेका थाप्छ कि फेरि। त्यस्तो कुरा किन गरेको भनेर फेरि मलाई चेका लाउँछ कि फेरि। यो भाटभट्टिनी मिनबहादुर गुरुङको यो पनि ध्वस्त बनाइदियो। अहिले यो बनाउँदैछ पुरै। यस्तो छ ध्वस्तै बनाइदियो नि त। अब के गर्नु त। खास भनेको चाहिँ यो हुन त एउटा पार्टीको एउटा रेसिपी त जे जस्तो भए पनि यो भाटभट्टीहरू भनेको चाहिँ एउटा नेपालीलाई एकदमै स्वरोजगार। उहाँले भन्नु अब मिनबहादुरजीले भन्नुहुन्छ मैले नेपाली जनता 5-6 हजार भन्दा बढीलाई रोजगार दिएको छ भन्नुहुन्छ क्या। अनि उसले चाहिँ यो जसले पनि उनीहरूलाई यो कामदारहरूलाई चाहिँ एकदमै बोनसहरू चाहिँ उसले चाहिँ जुन अब उनीहरूले जति दिन काम गरेको छ तिनीहरूलाई चाहिँ सबैलाई स्यालेरी दियो क्या काम गरेको चाहिँ। अनि बोनस दसैँ खर्च सबै दियो नि त। जे जस्तो भए पनि खासै यो चाहिँ जलाउनु नहुने थियो क्या। यो जेन्जी हो कि के नेन्जी हो कि के हो यिनीहरूले जलाउनु नहुने थियो कि खासै। यो बुझ्ने हो भने अब कुन हाँडी घोप्टेहरूले उक्साइदियो जलाइदियो नि केटाहरूले त। युवाहरू त फेरि युवाहरू जोसियो भने चाहिँ अरे
खतरा हुन्छ नि त। तर जे जस्तो भए पनि सोच्नुपर्छ, एकचोटि चाहिँ सोच्नुपर्छ क्या। यो भनेको त एउटा नेपाली जनतालाई चाहिँ फाटफाटिनीहरू जस्तो चाहिँ नेपाली जनतालाई चाहिँ एक त स्वरोजगार दिएको एउटा कम्पनी हो क्या। जे जस्तो भए पनि होला। यो हाम्रो मिनबहादुर गुरुङजी अलिकति पार्टीगत रहेछ, हुनु त एमालेको कताको हो भन्दो रहेछ। त्यसले गर्दा पनि होला यसरी गरेको। र ठुला ठुला नेताहरूको चाहिँ लगानी छ, सेयर छ भनेर चाहिँ त्यसरी पनि जलाइदिएको हो भन्ने कुरा आयो। अब हो कि होइन आई डोन्ट नो, त्यस्तो छ। अनि मिडियामा चाहिँ त्यसरी आयो क्या, त्यसरी जलाएको हो भन्छन्। अब खै अब चाबेल आइपुग्नु पुग्यो, यहाँ एकदमै जाम भइरहेछ यार।